मायालुले सँगै खेलौँ भनेपछि कसरी नाइ भन्नु मैले अरे मामा हैन त तपाईलाई मायालुसँग त तिमी खेलिरहेको हुन्छौ त बहिनी गेममा पनि बाहिर पनि अनि हामी यहाँ कहिलेकाहीँ दाइहरुसँग गेममा खेल्न सक्दैनौ मायालु जहिले पनि बुटक्याम्पबाट स्कुटर लिएर गइरहेको हुन्छ त यो गर्नको लागि खाजा खानको लागि हो नि भान्जा त्यतिखेर खेल न मजाले गेम सेम अरे कहना क्या चाहते हो मामाले अझ के भनेको थिए मामाले एलिसा आइडलमा अघिदेखि बसिराखी रहेछिन् भान्जा भनेर अनि गाडमारालाई साइड लगाएर बोलाएको त हैन मामा कस्तो मामाको कस्तो बिल्ला भयो मामाको बिल्ला कति धेरै भयो इम्पोर्टेन्ट दिदा हो नि भान्जा ती सम्म तिमीलाई इम्पोर्टेन्ट दिदा पनि बहिनी आज आएर तिमीले भैयालाई बिर्सेर सैयालाई याद गर्यौ यो चाहिँ एकदम 100 दिनमा 90 दिन होला सैयासँग ठिक होला 90 दिन तर कहिलेकाहीँ भाइहरूलाई पनि दाइहरूलाई पनि सम्झिनु पर्छ यही बेला हो हामी काम लाग्ने भनेको बुझ्यौ तिमीले अस्ति पनि मलाई लबीमा बोलाएर त्यत्रो गाली गरेर पठायो दुईजना मिलेर जोडी मिलेर थ्याट मामा यार तपाई किन नभनेको मलाई यो कुराहरु यार म सहनै सकेको छुइनँ हौ मैले